जनै पूर्णिमामा यस पटक केही नयाँ र फरक ठाउँ घुम्ने सोचमा हुनुहुन्छ? त्यसो भने सिन्धुपाल्चोकको जुगल गाउँपालिका 3 मा रहेको स्याबल पोखरी उत्कृष्ट गन्तव्य बन्न सक्छ। करिब 4200 मिटर उचाइमा रहेको यो पोखरी चारैतिर हिमाली पहाड, शान्त वातावरण र नजिकै देखिने जुगल हिमालको दृश्यले यहाँ पुग्ने जो कोहीलाई लोभ्याउँछ। स्याबल पोखरी पुगेपछि नजिकैका अन्य आकर्षणहरू पनि हेर्न सकिन्छ। स्याबल पोखरीबाट करिब 1 घण्टाको पैदल यात्रापछि 4600 मिटर उचाइमा रहेको बौला पोखरी र न्याखरको पोखरी पुग्न सकिन्छ। बौला पोखरी अझ रहस्यमय मानिन्छ। मानिसको आवाज र गतिविधि हुँदा पोखरीभित्र पानीका फोका उम्लिए जस्तो देखिने र अचानक हुस्सु कुहिरोले छपक्क पोखरी ढाक्ने गर्छ। हाम्रो समूह पनि यहाँ पुग्दा हुस्सुले पोखरी ढाक्यो। केही समयमा ठूलो झरनाबाट पानी खसेको जस्तो आवाज पनि सुनियो, तर हुस्सु हटेपछि पोखरी सामान्य अवस्थामै देखियो। यो अनुभव निकै अनौठो रहस्य जस्तै बन्यो। 7 दिनको योजना बनाएर र तेमाथानका स्थानीयसँग समन्वय गरेर यात्रा गर्दा सहज हुन्छ। स्याबल पोखरी प्राकृतिक सौन्दर्यसँगै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको स्थल पनि हो। यहाँ महादेवको मन्दिर छ। स्थानीय किंवदन्ती अनुसार हराएका चौरी खोज्ने क्रममा गोठालाहरूले पोखरी फेला पारेका थिए। पोखरीको डिलमा चौरीले ढुङ्गामा दुध चढाएको देखेपछि यहाँ महादेव रहेको विश्वास गर्दै पूजाआजा गर्न थालिएको बताइन्छ। तेम्बाथान, दिपु र तेगाका स्थानीयले 13 पुस्तादेखि जनै पूर्णिमामा यहाँ झाँक्रीसहित पूजा गर्दै आइरहेका छन्। मनोकामना पूरा हुने विश्वासका कारण हरेक वर्ष ठूलो मेला लाग्ने गर्छ। जनै पूर्णिमा भन्दा 2 दिन अघि तेमाथानबाट जात्रा सुरु हुन्छ। करिब 5 घण्टाको ठाडो उकालो चढेर शुभ खर्कको चौरी गोठमा बास बसिन्छ। भोलिपल्ट फेरि करिब 5 घण्टा हिँडेर स्याबल खर्क पुगिन्छ। जात्रामा सहभागी हुनेले बाटोमा देउरालीमा माने स्यालगार चढाउने चलन छ। स्थानीयहरू पोखरी क्षेत्रमा फोहोर नगर्ने र जाँड रक्सी र सुर्ती जाने पदार्थ नखाई प्रवेश गर्ने गर्छन्।